फाइनल पीके सिंह ब्लगमा तपाईहरुलाई स्वागत रहेछ भने हामी आएको छौं टिभी क्रिकेट स्टेडियममा र यहाँ धमाधम तयारी भइरहेको छ। यहाँ फिल्डको स्टाफहरु पनि रात दिन गरेर काम भइरहेको छ भने प्याराफिटको काम सकिसकेछ भने फ्लड लाइटको काम अहिले पनि बाँकी रहेको छ र फ्लड लाइट अब केही दिनमा सम्पन्न हुनेछ। हामीसँग अहिले पनि 12 दिनको टाइम छ। अहिले चाहिँ फ्लड लाइटको चाहिँ हाम्रो यहाँ तपाईको कन्ट्रोल रुम बनाइरहेछ। त्यहाँ कन्ट्रोल रुममा तपाईको अब प्रत्येक फ्लड लाइटको एउटा लाइटको स्विच हुन्छ, एमसीबी हुन्छ, त्यहाँबाट स्टार्टिङ हुन्छ। हामी चाहिँ आज प्रमुख कारण भनेको यहाँ अब स्टेडियममा आउनुको कारण मेन हाम्रो एनसेलको टावर लाउनु पर्ने हो। त्यही भएर हामी चाहिँ आएको हो। हाम्रो यहाँ काम सम्पन्न भइसकेको छ। एउटा एन्टिना लगाइसकेको छौँ भने हाम्रो अर्को पनि यहाँ हाम्रो बुक आएको छ। यहाँबाट हामी दर्शकलाई सजिलोको लागि इन्टरनेट चाहिँ डेटा भोइसको लागि हामी यहाँ जीएसएमए एन्टिना लगाइसकेको छौँ भने हामी सधैँ एनसेल साथमा रहनेछौँ भनी एउटा नाराको साथ आएको हो। र हामी यहाँ एन्टिना सम्पन्न भएपछि हामी हेर्न सक्नुहुन्छ ग्राउन्डको अवस्था अहिले के रहेको छ भनेर। यो सानो हेर्दै हुनुहुन्छ, यसलाई बुक आरआरयू भन्छ। यो सानो कभरेज 300 मिटरकै रेन्ज हुन्छ यसको। यही हो। हेर्दै जाऊँ अगाडिसम्म पनि तपाईहरुलाई घुमाउने छु। स्टेडियमको यस्तै हो। हामीलाई सब्स्क्राइब गरिदिनु होला, यस्तो च्यानललाई माया गरिदिनु होला, भ्युज गरिदिनु होला, सब्स्क्राइब गर्न नभुल्नु होला। त्यहाँ रातो बत्ती होला, सब्स्क्राइब गरेर एउटा बेल पनि दबाइदिनु होला भन्ने हामी अपेक्षा गर्दैछौँ। केटाहरू चाहिँ हिडिसक्नु भएको छ। हेर्दै हुनुहुन्छ हाम्रो 3वटा केटाहरू चाहिँ पोल गाड्नको लागि हामी त्यहाँ एन्टिना इन्स्टलेसन गर्नको लागि हामी एनपिएलको लागि स्ट्रङ नेटवर्क होस् भनेर हामी चाहिँ अब पोल गाड्नतिर लागिरहेको छौँ। यो ग्राउन्डको भ्रमणमा हामी तपाईलाई धेरै नै अझै रोमाञ्च खेराउने छु र हेर्दै गर्दै होला हाम्रो ब्लग। हाम्रो इन्जिनियर साहबहरू पनि आउनु भएको छ। यहाँ तपाईको इलेक्ट्रोलाइटले नापिरहेछ। जनकपुर बोल्टको सपोर्टर छ केटाहरू सबै। एउटा सुदूरको रहेछ भने एउटा जनकपुर बोल्ट छ। योपालि कसले सबैको टिममा जो जित्यो उसको टिममा म। यो भाइ जो जित्यो उसकै टिममा हो। जहाँबाट फाइदा हुने यहाँ सबैभन्दा बढी फ्यान मैले हेरेकै जनकपुर बोल्टको हो र जनकपुर बोल्टले अब योपालि ट्रफी उचाल्छ कि के हो अब हेर्ने छ। हामी एनपिएलमै हेर्ने करहल छ कि टावर खोल्के लजबे जनकपुर बोल्ट एफके मार्ने जित्लै त खोल्बे भाइ, कोही टेन्सन है। सोमपालले बोलिङ गर्नु पर्यो। सोमपाल त कर्णाली हो भाइ। सन्दीप अनिल जनकपुर बोल्टमा खेल्ने। ल हौ सुदूरको भाइ अहिले अनिललाई सपोर्ट गर्दैछ। त्यो त हान्छ, पावर हिटर हो। पावर हिटरले त त्यत्रो काम नगरेपछि टिम बस्नु पर्यो टिममा। यो हाम्रो एउटा इन्जिनियर भाइ गइरहेछ, सिभिलको भाइ। यो भाइ यो के नापिरहेछ तिमीलाई थाहा छ? यो अझै झन्डाहरू छ होइन, टिएस हो। त्यो आइना हेर्छ त त्यो प्रिजम हो। यो घाँस काट्ने मेसिन हो। यो घाँस काटिरहनु भएको छ। हाम्रो यहाँ हाम्रो घाँस ग्राउन्डहरू हो। घाँस काट्ने मेसिनको तेल सक्यो कि क्या हो? घाँस बढी भएको हो। यो मात्र पावर प्लेको लागि गरिरह होला क्या, पावर प्लेको लागि टिक लगाएर होला क्या। पोल गाड्नको लागि हाम्रो चाहिँ सरहरू पुगिसक्नु भएको छ। फ्लड लाइट चाहिँ त्यही हामी एउटा पोल इन्स्टलेसन गर्नेछौँ।